साथीहरू अहिले चाहिँ हामी एक्सपेन्सेसको एक्सपेन्स क्याटेगोरिजमा छौँ र यहाँ पनि यो तीनवटा अप्सन हेर्न सक्नुहुन्छ, पिडिएफ, प्रिन्ट र सिएसपी। त्यसपछि एक्सन बटनको कुरा गर्दाखेरि यहाँ चाहिँ हामी हेर्न सक्छौँ भ्यूको अप्सन, एडिटको अप्सन र डिलिटको अप्सन। यहाँको इन्फर्मेसन हामी यो आइकनमा क्लिक गरिसकेपछि भ्यू गर्न सक्छौँ, त्यसपछि यहाँबाट एडिट गर्न सक्छौँ र यहाँबाट डिलिट गर्न सक्छौँ। सपोज द्याट हामीलाई एउटा नयाँ क्याटेगोरी यहाँ एड गर्नु छ भने हामी एड क्याटेगोरीमा जान्छौँ। त्यसपछि यहाँ हामी एक्सपेन्सको क्याटेगोरीको नाम, स्टेटस र नोट लेखिसकेपछि हामीलाई यहाँ सेभ गर्नुपर्ने हुन्छ। साथीहरू अहिले चाहिँ हामी एक्सपेन्सको एक्सपेन्स सब क्याटेगोरीमा छ साथीहरू। सपोज द्याट हामीलाई यहाँ एउटा नयाँ सब क्याटेगोरी एड गर्नु छ भने हामी एड सब क्याटेगोरिजमा जान्छौँ। त्यसपछि एक्सपेन्सको क्याटेगोरिज हामी यहाँ चुज गर्छौँ। त्यसपछि यो सब क्याटेगोरीको नाम भन्नाले यो सब क्याटेगोरी हामी चाहिँ कुन क्याटेगोरीको भित्र बनाइरहेका छौँ त्यो हामीलाई यहाँ चुज गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ यो अहिले एक्सपेन्सको क्याटेगोरी हो, त्यसपछि हामी यहाँ नाम लेख्नेछौँ एक्सपेन्सको सब क्याटेगोरीको। त्यसपछि स्टेटस हामी एक्टिभ राख्ने कि इनएक्टिभ त्यो हामी चुज गरिसकेपछि यहाँ नोट लेख्नुपर्ने हुन्छ। तपाईँ आफ्नो रिजनअनुसार यहाँ नोट लेख्नु होला। त्यसपछि हामीले यहाँ सेभ गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो यहाँ चाहिँ एक्सपेन्स सब क्याटेगोरी क्रिएट हुन्छ साथीहरू।